चाहिँ आज होइन के भन्नु आएको भन्दाखेरि होइन भिटेन क्या दामी छ के हो यार कसरी नभए सक्दो माइन्ड गर्न चाहिँ सक्दैन क्या उसले भनिरहेको हुन्छ होइन उसको कन्सर्ट हेरिरहेको हुन्छु उसलाई जज गरिरहेको हुन्छ होइन उसले कस्तो भन्दाखेरि आफ्नो मनको कुराहरू सब भनिदिन्छ क्या केही लुकाउँदैन हो मनमा उसले भिटेनले क्या भनिन्छ होइन अब मेरो गर्लफ्रेन्डको यस्तो भयो उस्तो भयो होइन देखिरहेको हुन्छु बुझिरहेको हुन्छु होइन भिटेनको है तर एकदम कस्तो उसको मनमा पाप चाहिँ छैन क्या भिटेन दाइको क्या मैले भिटेन भन्यो हामी त सरी यसमा चाहिँ होइन उसले क्या कस्तो दामी हामीले केटाहरूको मनै छोइदिन्छ क्या कसो मैले केटाहरू देखिरहेको हुन्छु कतरी होइन झुलेर बत्तिएर गाजा भाङ ड्रग्स ब्राउन सुगर होइन यस्तो खाइरहेको हुन्छ झुलेर हुन्छ बत्तिएर हुन्छ होइन तर उसले भने के भन्यो भन्दाखेरि मैले यस्तो भन्नु खोजेँ भने केटाहरूलाई उसलाई पनि केही केटाहरूलाई मनमा छ गरौँ होइन आफ्नो घर फ्यामिलीलाई कसरी हुन्छ खुसी पारौँ है क्या इमेजिन के यार उसले सबै कुराहरू भोगेको र कसरी भनिदिन्छ केटा हो यार म आफूलाई सोध्दा आफूलाई होइन सोध्दा मैले सोध्नु सक्दैन क्या उसले कसरी भन्छ क्या होइन उसमा जेल पनि पऱ्यो चौकी पनि छिर्यो सबै कुराहरू उसले भोगेर इमेजिन गरेर भनिदिन्छ क्या उसले शब्दमा बयान गरिदिन्छ क्या भिटेन इज रियल ऱ्यापर यार कसम भनेको नेपालको चाहिँ रियल ऱ्यापर त भन्दैन क्या भिटेनलाई यार कसम भनेको केटा मैले अब होइन अलिकति खाएको छु होइन माथेको छु होइन तर यो मैले माथेको तालमा भनेको तर भिटेन इज रियल ऱ्यापर ऊ रियल मान्छे हो क्या केही कुराहरू मनमा लुकाउँदैन होइन उसको मनमा पाप छैन है कस्तरी यार म्याचिङ गरेर भन्छ क्या उसले भिटेनले यार कसम भनेको यार जस्तै हामीले सोच्यो त्यो हाम्रो माइन्डले पनि कसम भनेको यार त्यो सोध्न सक्दैन उसले त्यस्तरी भनिदिन्छ क्या होइन तर भिटेन दाइ यार कसम त्यही भनेर तपाईँको लागि होइन यो लाइनहरू तर मैले अरू चाहिँ शब्दमा बयान गर्न सक्दैन म देखिरहेको हुन्छु तपाईँको कन्सर्टहरू होइन म धेरै जस्तो छिटिरहेको हुन्छु क्या मलाई होइन जसरी पनि म छिर्छु क्या तपाईँको कन्सर्टमा होइन छिटिरहेको हुन्छु होइन तपाईँले कसरी मैले तपाईँको लास्ट एकदम क्रेजी एकदम ठुलो बिग फ्यान हो कि म दाइ यार भिटेन दाइ कसरी हुन्छ अब यो भिडियो चाहिँ तपाईँसँग पुऱ्याइदियो भने होइन तपाईँले सानो कमेन्ट हानिदियो भने एकदम खुसी हुन्छु म दाइ कसम भनेको तपाईँको लास्ट एकदम ठुलो बिगेस्ट फ्यान हो क्या दाइ सकेसम्म तपाईँसँग भेट्न मन छ होइन अब तपाईँ सुपरस्टार होइन अब हामी त अब एकदम अलि नर्मल मान्छे पऱ्यो अब भेट्न त गाह्रै पर्छ त्यही पनि होइन तपाईँसँग पुग्यो भने यो चाहिँ एकचोटि भेट्न मन चाहिँ छ होइन सँगै बसेर कुरा गर्नु मन छ तपाईँसँग है यो चाहिँ तपाईँको लागि भन्दैन तर तपाईँ रियल हिरो हो क्या तपाईँ चाहिँ नेपालको ऱ्यापरमा होइन तपाईँको कुरा गरौँ जति सक्नु बयान गर्न चाहिँ सक्दैन कि दाइ यार आई लभ यु भिटेन दाइ कसम भनेको तपाईँलाई एकदम ठुलो बिगेस्ट फ्यान है तपाईँसँग यो भिडियो पुग्यो भने चाहिँ त्यति स्क्रल नगरिकन सबै कुराहरू सुनिदिरहँदै तपाईँको शब्दै बबाल लाग्छ कि दाइ कस्तो तपाईँले हुन्छ एउटा गीत गाउनु भन्दैन कोसिस गर्थ्यो बुढो कोसिस हुन्छ बुढो नसम्झ्यो भन्दा पनि तिम्रो याद आउँछ मा कसम यार यो लाइनले मनै छुन्छ कि दाइ कसम भनेको तपाईँ गीतले कसरी हुन्छ अब हामी त सानो युट्युबर होइन अब सानो छ अब बिस्तारै केही होला कि पछिने आशा छ होइन तर तपाईँको लागि चाहिँ एकदम त्यसले बिग रेस्पेक्ट छ मेरो अगाडि दाइ कसम भनेको कसरी हुन्छ यार तपाईँ यतिकै ठाउँमा त पुग्न धेरै इम्पोसिबल छ त्यही पनि ट्राई गर्नेछु तपाईँको ठाउँमा नपुगे पनि अलिअलि सानो भनौँ जस्ट कसरी भनौँ म अहिले त अलिक भन्न सकिनँ है ठिकै छ तपाईँको भिडियोहरू हेरिरहेको छु कन्सर्ट गइरहेको तर एकदम